सो अहिले चाहिँ म संसारको लामो फ्लाइट लिँदैछु र यो चाहिँ मेरो अफिसियली 40औं कन्ट्री हो। लेट्स सी कस्तो हुन्छ। सो अहिलेको लागि चाहिँ एमिरेट्स गोइङ टु समवेयर एल्स। आई विल लेट यु नो कहाँ पुग्छु। A380 एमिरेट्सबाट चाहिँ जाँदैछु अकल्यान्ड न्युजिल्यान्ड, जुन चाहिँ मेरो लाइफको सबभन्दा लामो यात्रा हो अहिलेसम्मको। र यो चाहिँ मेरो अफिसियली 40 कन्ट्री हो, 40 कन्ट्री सो फर। र लेट्स सी कस्तो हुन्छ त्यहाँको बसाइ। इभन म 5 दिन हुँदा त्यहाँ चाहिँ बस्दिनँ। र टकिङ अबाउट न्युजिल्यान्डको भिजा एन्ड अल, इफ यु हेभ अस्ट्रेलियाको भिजा, न्युजिल्यान्डको भिजा पाउनु त्यस्तो गाह्रो छैन। सो फर्स्ट मैले अस्ट्रेलियाको भिजा लिएँ एन्ड देन त्यसपछि न्युजिल्यान्डको भिजा लिएँ। 10 दिन मात्रै बस्छु त्यहाँ, त्यसपछि म अस्ट्रेलिया जान्छु। र लेट्स सी कस्तो हुन्छ यो मेरो 5 दिनको बसाइ। र अहिले भने एकदम टायर्ड भएर आएको छ। यो 16 घन्टाको जहाजमा 3 चोटि सुतेर उडिसक्यो होला। र फेरि कसरी सुत्ने भन्ने बाना खोज्दैछु।